त्यसमा लसुन कम भएछ क्या त लसुन अदुवा के छ भुवन केसी लसक्क भइरहेछ त्यो त हल्का नमस्ते गुड आफ्टरनुन म मनोज बस्नेत मेरो आजको भ्लग चाहिँ अलिक एक्स्ट्रा खालको बनाउँदैछु आज म स्ल्याब चटपटेतिर देखाउँछु तपाईँहरूलाई हेरौँ कस्तो भनेको यस्तो लिएर जान्छु चटपटे दोकानमा चटपटे दाइलाई पनि खिच्दा हान्छु आज भनेर परको हाम्रो बङ्गाली दाइको चटपटे दोकान जाने हो पुरा मस्त दाजु ओ दाजु ओ दाजु आराम हुनुहुन्छ ओ मलाई के गर्नुभएको आउनु न के गर्नुभएको खुट्टा टाउको डम्बर केबाट हुन्थ्यो त अरू बेला त ए हिँड्नु न तपाईँ बनाइदिनु न भने कहाँ त्यस्तो हुन्छ यस्तो खाने हल्का अनि तपाईँ भएर पो आएको त नम्मा आउँछु यस्तो हावा कुरा नगर्ने बङ्गाललाई यस्तो हेर्ने यदि हल्का मात्रै खाने मटर सटर हालेर निर्वाचन सक्यो अरूतिर त निकैजना गइसकेछ नि त निकैतिर त पानीपुरी पनि दुइटा खाने आज चाहिँ के छ आइज काचाकुचु खाना आइज बहिनी काचाकुचु खाना आइज किन उयो काँक्रा गाजर अनि मटरहरू क्या त त पर्दैन नि के तपाईँलाई किन चाहियो पर्दैन आमामा दामी छ मलाई बेली यसलाई डन्ठीले घुमाइदैन पिरो बताइ गाडी सभा हुन्छ नि त गाडी सभा हुन्छ कि नानी ज्वरो आएर अलिक दामी बनाउने केसँग खानु केहीसँग होइन त्यो सलाद हालिदिनु त्यति खाने हल्का कागज हालेर ठुल्ठुलो ठिक्क ठिक्कको बनाउनु हजुर के भन्छ तेरो बेली ओ बेली ठोक्यो अहिले खुट्टा चेप्ला त्यसले हान्छ होला मलाई अगाडि हो जा अब जा सकिनस् पक अड्क्यो नि त अनि दिदी पनि कहाँ जान आँटेको मेरो सबै हालेको नहाल्नु नि धेरै हुँदैन हुँदैन नहाल्नु खाँदैन त्यसले दाँत खोलेको छ त्यसो काँक्रा पनि त्यो आधी मात्रै हाल्नु फेदतिरको मासु खाने दाँत छैन त्यो यो मसला चाहिँ धेरै नहाल्ने त्यो के खालको अरे त्यो गनाउने खालको मलाई त मिठो लाग्यो नि बन्दा त पुरा सिफ्ट चेन्ज गरिरहेको छ त चटपटे बनाउनु नि हाम्रो दाजु र आउँदैन कति किलो ल्याएको मासु कति किलो अरे भाइ कति किलो ल्याएको कान्छी यतै चाहिँ मैले ठ्याक्कै भयो अनि भुँडी कत्रो भएको छ आम्मा पित्तले भुँडी भइरहेछ खुट्टा टाउको धेरै खाएर दामी भोलि जाने भोलि बिदाई के खसी हुन्छ कि के छ निर्वाचन प्रहरीहरूको होला नि त डटपट तँले पनि पानीपुरी खाना है
हो चुनावको बेला कुन पार्टीले खान्छ कहाँ कहाँ हो लेटाङमा खसी काट्यो अरे म्याद होइन अहिले निर्वाचन प्रहरी हो ए म अहिले पानीपुरी हेरौँ कस्तो छ टेस्ट भन्दैन मिठो छ लजाइ लजाइ नबोल्न मिठो छ ए हो त्यसरी बोल्न त भाउजूले कत्रो बनाउनु हो तिमीहरूले 1100 रुपियाँ किलो बेकार गरेर खस्यो म के 1100 अरे हो बढ्यो त होलीदेखि कोदेखि होलीदेखि बढेको भाउजू यसमा हाल्नु न एक दिन अगाडि नै बढेछ औरा बढ्यो पनि कागजमा धेर नहाल्नु म एक्लै त खाने अनि आन्द्रा बुढी पनि 750 गरिदियो भयो मलाई भयो यसलाई दिनु यसले खान्छ खाल यस्तो मटरको सारी खाने भाउजू आउनु खसी ए सोडा पो रहेछ त भने सानी आइज मलाई सघाउने आइज सलाद हो यो त सलाद हो क्या लाटी सलाद मात्रै हो किन डाइटमा हुनुहुन्छ क्या सानै फेरि खाना खाने डाइटिङ हो क्या डाइट त हो रहेछ केही छैन तेल मसला त हाल्यो सानी को रोबर्ट उसको अर्कै डाइट हुन्छ थुक्पा हान्दैछ रोबर्ट थुक्पा कस्तो रहेछ तर निम्की हालेको भए पनि मिठो हुन्छ निम्की हाल्नु हुँदैन न लाटी अनि त्यसै अनि के यस्तो खाएको के अर्थ भयो त अनि यस्तो सलाद मात्रै खाएको भयो खाना खानु मिठो भयो नि सलाद त हो के चटपटेको मसला लिएर चटपटे जस्तो त्यही भएर मात्रै खाना आयो क्या म नअरू बेला त्यही खाने काटेर मात्रै मसलासँग खाइदिनु पऱ्यो भनेर क्या चटपटेको नि हो नि त टेस्ट आयो नि त त्यति मात्रै यो कालो मसला मिठो हुन्छ बोट हाल्यो तेरो सबै हराएको छ मैले गालाको सबै हराएको छ क्लिन भएछ अस्ति भन्दै थिइस् नि साँच्चै जाँदैछ होइन मैले गोठी हराउँदा होइन अस्ति भन्दै थिइस् नि होइन यो मैले मदेखि गएर आउँदा देख्नु भएन त्यही तैँले एक दिन भनिस् मैले याद गरेँ अहिले पो यस्तो मजाले तैँले भनेको ठ्याक्कै दिमागमा आयो नि यसो हेरेको सबै क्लिन भएको छ उहीँ गरेँ कि मिठो रेजर कि केले गर्छ नि त्यसैले हेलो भान्जीहरू के छ खानु पनि खा बिस्तारो म तपाईँ आउनुभन्दा जस्ट 2-3 मिनट अगाडि खाएको मैले आलु निम्की